सारा जगत प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छ र? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ र? केही दिन सक्दैन। मानिसलाई हामीले जति नै गरे पनि हामीलाई मानिसको प्राणको सट्टामा प्राण हामीलाई मानिसले दिन सक्छ र? सक्दैन। कसले दिन सक्नुहुन्छ? एउटै परमेश्वरले दिन सक्नुहुन्छ, किनकि उहाँ अन्तर्यामी हुनुहुन्छ। हामीले भोग्दै गरेका कष्टहरू, हामीले भोग्दै गरेका पीडा, हामीले भोग्दै गरेका ती विपत्तिहरू, हामीले सामना गर्नु परेका परिस्थिति कसले जाँच्नु भएको छ त? परमेश्वर पिताले जाँच्नु भएको छ। किनकि मानिसको पुत्र आफ्नो पिताको महिमामा आफ्नो स्वर्गदूतहरूसँग आउनेछन् र त्यसले बेलामा उसले हरेक मानिसलाई आफ्नो काम अनुसारको प्रतिफल दिनुहुनेछ। हैन, परमेश्वरलाई धन्यवाद। किनकि परमेश्वरको पुत्र आफ्नो पिताको महिमामा आफ्नो स्वर्गदूतहरूसँग आउनुहुनेछ र त्यस बेला हरेकले मानिसलाई त्यसले गरेको कामको प्रतिफल दिनेछ। हैन, के गर्नुभयो त? परमेश्वरले हरेकलाई गरेको कामको प्रतिफल सही टाइममा दिनुहुन्छ। जसले धैर्यताको साथ गरेको छ, जसले दायाँ बायाँ सबै समस्या, बाधा, अवरोध, निन्दा, टचर, हरेक किसिमका अभावहरू, होइन, हरेक किसिमका ती सबै संसारको रीतिको समस्या, दुःख भोगिसकेको अन्त्यमा हामीले के पाउनेछौँ त? स्वर्गको जीवनको मुकुट पाउनेछौँ। अब हाम्रो स्वर्गको जीवनको मुकुट परमेश्वर पिताद्वारा पाइसकेका छौँ। एकदमै परमेश्वरले सही ढोका खोल्नु भएको छ। सबैजना के गर्नुहोस्? उत्साहित हुनुहोस् अब, किनकि हाम्रो परमेश्वरले अब हामीलाई जय जयकारको मुकुट लगाइदिनु भएको छ। यो समय हामीले आनन्दको साथ पीर, चिन्ता, समस्या सबै ब्याक हटाउनुहोस्, त्यसलाई नराख्नुहोस्। त्यो पीरले, चिन्ताले के गर्छ त? संसारलाई जलाउन मात्र होइन, आफैलाई जलाउँछ। आफूलाई जलाएपछि आफूलाई देख्नेले पनि त्यसै जलेर जान्छ, होइन र? संसार जलोस् नजलोस्, म आफै जलेको हुन्छु कि, होइन? त्यसै कारण हामीले आफूलाई उतार्ने हो। कसको द्वारा? परमेश्वर पिताको द्वारा। त्यसैले हाम्रो जीवनमा हामीले संसारको कुनै तत्त्वलाई पनि हामीले दिएको अर्पण हामीलाई अर्पण फेरि फिर्ता गर्न सक्दैन। तर त्यो हामीले गरेका सबै अर्पण, सबै परमेश्वरले हामीले त्यागेका प्रतिफल कसले फर्काउन सक्नुहुन्छ? एउटा सर्वशक्तिमान ईश्वरले फर्काउन सक्नुहुन्छ। त त्यो पनि परमात्माले हिसाब किताब गरेर फर्काइसक्नु भएको छ।